नयाँ मोबाइल फेरि फुट्लाएर अनि खान्छ नि बुढो बाउलाई हो टिप्लिन्छ त अनि यहाँबाट गोबर सोर्ने भएर चिप्लेर यहाँ बर्बाद छ यहाँ हेरौँ न यहाँ लो हेरौँ के गर्छ यो मान्छे नि बच्चा त्यो जुत्ताको सुल गए जस्तो छ हौ सुल लाउनु पर्ने जस्तो छ हौ बुढो के छ गाई झर्को यार तिमीहरूको स्कुल कहिले लाग्छ तिमीहरूको स्कुल कहिले लाग्छ लु लु भन तिमीहरू दुईजनामा को जेठो लु भन तेरो नाम के हो मिस्टी के थरी अनि कहाँ पढ्छौ कतिमा कतिमा टूमा ए 2 बाट 3 मा फेल भएर हो पास भएर अनि तिम्रो नाम चाहिँ के हो के थरी कतिमा पढ्थ्यौ कहाँ पढ्थ्यौ स्कुल के हो स्मारिका सामुदायिक बोर्डिङ स्कुल हो 1 देखि 2 मा हो फेल भएर कि पास भएर हो नि कति आयो के आयो जिपिए कति पर्सेन्ट आयो 8 पो भन्छ नि यिनीहरू त फटाइ पर्छ नि त हो यो चाहिँ घर कसको यो घर कसको अनि यो चाहिँ अर्को मेरो भनेको को मेरो भन्नु पर्यो नि त यो साइकल कसको यो साइकल कसको आपाको होइन यसको सन्तान पनि कति धेरै रहेछ हौ बाप यहाँ रहेछ एउटा फेरि खतरा यसको सुकुटी हान्नुपर्छ यसको सुकुटी यसको पनि हालिदिनुपर्छ सुकुटी को आयो यहाँ फेरि आमामा यो सबै खुजुरा पार्टीहरू कहाँबाट आएका यो को यो यसको नाम के हो यो संसारकै सबभन्दा कान्छी यो पुटुस यो हिजो मङ्गलबार यहाँ भेटेको थिएँ मैले हो सिटीमा चढेर गएको हो कि होइन हो कि होइन तेरो बाउको नाम चाहिँ के हो सुब्बे हो हट नहुने कुरो त सुब्बेको अरे ल हेर त सुब्बेको हुन्छ यार सुब्बे पो अरे यार पुलिस हो पुलिस तेरो बाउ अस्ति पुलिस भएको थिएन थियो हो अनि तँलाई के किनिदियो पुलिसको तल पारेर छिटो भन् त के किनिदियो बाउले के खानेकुरा भन् त मात्रै जुस सुस किन्दैन कतिवटा किनिदियो 5 वटा आमामा अनि छोटा आदमी बडा धमका देन तिमीहरूलाई पनि दिएन तिमीहरूलाई पनि दिएन यसको दिदीको यो को यो कसको छोरी हो कुन चाहिँ धिमालको छोरी हो यो शरदको छोरी हो यो अनि उ त्यो अर्को यो हो त्यो को कसको यो विजयको छोरी हो विजयको छोरी हो कसको त कसको ल नाच त एउटा गीतमा तिमीहरू यसको नाम ल एउटा गीतमा नाचिहाल छिटो छिटो न छिटो नाच भन्दैछु अहिले म यहाँ आएर नाच अनि लजाएर हुन्छ कलाकार हुनलाई यिनीहरूको म भ्लग बनाएर युट्युबमा हालिदिँदैछु कि यिनीहरूको भोलि पछि ठुलो भएपछि हेर्नु ल यो भाले चाहिँ हान्नुपर्ने भए आमा हेर
ए भनेपछि रक्सीमा पानी हाल्दो रहेछन् थाहा भयो हेर्नु त रक्सीको पानी फाल्नु भनेपछि ठट रक्सीको पानी फालेर त्यस्तो पनि रक्सीमा पानी हालेर 2 नम्बरी गर्ने फेरि कस्तो छ भने अन्तर दाइले रक्सी खान आउनेलाई तपाईँको ऊ दिन्छ के भन्छ त्यो मोबाइल गिफ्ट दिन्छ त्यस्तो पो छ त धनी ल यहाँ चाहिँ यो दाइले चाहिँ रक्सी खान आउनेलाई शीतनको रूपमा तपाईँको मोबाइल गिफ्ट दिन्छ होइन फेरि फेरि कोहीलाई चाहिन्छ भने आउँदा हुन्छ यहाँ रक्सी खान यो मेलाको लागि हो कहाँ छौ ए ऊ भित्र टोक्दैन ए मा टोको भने ल आमा यसको पनि युट्युब भिडियो आउने भयो त्यही ल बाख्रा खोर रहेछ अघि यहाँ गोबर सोध्दा सोध्दै पुरा स्लाइडिङ हानेको नि त बुढोले फेरि चिप्लेर झन्डै घुँडा खुस्का रोड सकिन्छ रोड भएकोतिर चाहिँ यसलाई हाकेर लान्छु अनि डाइनिङमा टाइम भने चाहिँ यसलाई बगल कसलाई ल ल ल ल ल ल फिस्टी फिस्टी यसको नाम फिस्टी यसको नाम फिस्टी यसको नाम गिस्टी अनि तिमीहरूले त अनि यो के ब्याग बनाएको खै देखाउ त एकचोटि हो कहाँ जाने मावला जाने कि मेला जाने हो पर्सि जेठ 2 गतेको मेला धिमाल मेलामा जानलाई बनाएको छन् ब्याग हेरेर पैसा सैसा बोक्नलाई वा ए अँ के हुन्छ व्यवस्था होइन के हुन्छ तिमीहरूको मेलामा व्यवस्था भन नि त सड्डु अनि मासु सासु रक्सी बियर होइन नि रक्सी सक्सी मासु बियर हुँदैन मासु सासु बियर रम कसले भन्छ अनि कसको घरमा आउनु खोइ बोलाउँदैनौ त अनि ल बोला है छिटो न तिमीहरू धिमालो अनि बाहुनकोमा हुँदैन मेला हाम्रो मेला त कहिले हुँदैन दसैँमा मात्रै हो मेला हाम्रो टिका मेला हो हो सुन्न है तिमीहरूको अनि त्यो मेलामा अनि मलाई बोलाउँदैनौ त अनि बोलाउनु पर्यो नि त आउनु लु राम्ररी भन त लु कसरी भन्छ हिमाल मेला झापा अनि तल सुकुम्बासी बस्ती भन्दैन यिनीहरू अनि यता भयो मिस्टी यता फर्केर भन् त मेलामा लु मेलामा आउनुहोस् मात्रै ला जेरी मात्रै अरे तिमीहरूको सुँगुर काट्छ अरे 70 किलोको अनि मासु सेकुवा खानु परेन बियर सियर अनि मेलामा त अनि मेला गएपछि घर आउनु पर्यो घर आएपछि नुहाउनु त तिमीहरू पो नुहाउँदैन होला त म त जहिले नुहाउँछु मेलाको बारे केही भन्नु छ कि आपालाई ओइ त अनि मेला आउँदैछ अरे मेला आउँदैछ 2 गते अब सुँगुर काट्नु पर्यो अब बोका किनेको छैन सुँगुर किनेको छैन परेवा किनेको छैन अनि सुँगुर त्यो खोरको चाहिँ के को लागि हो खोरको आफ्नो घरको लागि हो अनि घरमा चाहिँ काट्नु परेन घरमा काट्नु पर्यो मेलाको लागि पूजाको लागि अलगै हो ए घरको चाहिँ यो काटिँदैन उसको मेलालाई बेग्लै हुन्छ मेलालाई बेग्लै हो अनि अब पूजा गरे भने अलग कुरो हो अब एउटा घरको फेरि 1000 उठाएको लगभग के अरे कति घर छ घर त लगभग 50 घर पुग्छ होला 48 घर जस्तो चाहिँ मात्रै उठाइन्छ 1000 भने चाहिँ 48000 त्यसले पनि पुग्दैन
हो त हेर्नु ल लाइक गर्नु कमेन्ट गर्नु सेयर गर्नु सब्सक्राइब गर्नु सेयर लाइक ल ल अङ्कलको युट्युब च्यानलमा लाइक सब्सक्राइब सेयर गर्नु होला भन्नु छिटो कसरी लाइक गर्छन् भन्नु त ओ यहाँ त बोजू छ बोजू जीवन त्यस्तै हो ये हमारा गांव है मकैबारी ध्वस्त भएछ यहाँ के रोप्न आँटेछ यहाँ चाहिँ के छ खोर्सानी खेती खोर्सानी भरी ओ साइला बाजे बाजे के हो ओ बाबै ओ ल के हो न काट्न आफूहरू के लाग्यो